Oh, yung linggo mga alam mano. Eksin pwela iyo ko kanila di. Lo. Pwela ala bumansara ko babi. Babi nur lagaw. Kota-kota ni hijau ya. Kota berapa? Hitler kota जनको. ल अब हामी 5 भाइको तलदेखि बिस्तारै बाटो मन्चाउँदै 1 भाइ 2 भाइ 3 भाइ गर्दै चाहिँ हामी यहाँ दुर्गे दाइको घरदेखि अब 5वटा पाठा लिएर कुलनठानतर्फ जाँदैछौँ। बहनु दिप्सन कोट कहाँ ल्याऊ कोट त वहाँ से अरे फुबोले पह ल भाइलाई सेभ गर बाबु यहाँ वेस हैन टाढोमा यहाँ बसेको त दुईटा यहाँ लेका यहाँ लेन यहाँ भने माइला लाटे जा आउ तिम्रो यो जुडा जम्का उतावा त मेरो काट्यो यो चाहिँ निमको पाथा रे है सबै दाजुभाइको मलमको त के भन्छ नि नाच्ने यताउता सेन्टर आफै त्यो सबै बाहिर त्यस्तो भएको होइन ज्यादा भन्ने त त्यही हो एउटा छोरी अब कहाँ पनि नन् तीनटा यसो एउटा आङ्कला मार्छौँ एउटा भाव भयो नि सबले छोरा भन्ने चाहिने छोरी मानो है छोरीसम्म यहाँ
बिन्दाईको छोरी छैन होइन मन छ नि त पुरा गरेर पछि पछि लैजा भने पछि पछि घरको पाखा नि पाठाको फेरि आयो हुन्छ भक्कल हो नि त भक्कल होइन पुरबुरा हो नि त पुरबुरा हो अहिले पुरबुरा कुखुरा गराउनुहोस् भक्कल गराउनु अब त्यहाँ छोरीलाई उनी हो आङ्खा दिने हो अहिले अहिले नानी अहिले मानु भने मान्छ न अहिले मानु भने मान्छ कलस कतातिर छ होला कलस कलस दिए छोरीलाई त्यहाँ त सँगसँगै भएकै त्यहाँ लिङ्गोको पछाडि फोन गर्छु यहाँ सक्ने बित्तिकै बाटो काट्नु भने घुमाइदेऊ जा लिङ्ग पाठा गरेको मुस्किल नि हिँडिसकेको छ गणेशको रेखिन लगाइथ्यो काउचा घटी परिवारको चाहिँ कुलान पूजामा उपस्थित टाढा टाढाबाट आउने हुने नजिकबाट पाल्नु हुने पूजाको निमित्त आदरणीय अग्रज ज्येष्ठ वरिष्ठ व्यक्तित्वहरूमा मेरो तर्फबाट चाहिँ असाध्यै तपाईँहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। साइन अनुसार ढोक नमस्कार गर्न टक्राउन चाहन्छु। हाम्रो यस कुलानले तपाईँ हाम्रो कल्याण गरून् र विशेष त म मुख्य कुरा भन्न चाहन्छु कि हाम्रो चाहिँ नि अब समाजसेवी कृष्ण काउचाबाट नेतृत्वमा 1,60,000 को घण्टा चलाउने पहिले भनेको थियौँ। उहाँको नेतृत्वमा 1,60,000 घण्टा आछ। तपाईँहरू आज मन्दिर खुल्ला भएको हुनाले त्यहाँ चाहिँ हाम्रो लुवासुदेखि हाम्रो 4 भाइ जिजुको सम्म नाम लेखेको छ। तपाईँहरूले भित्र पसेर त्यो घन्टी चाहिँ अब चाहिँ त्यसलाई चाहिँ हेर्न सक्नुहुनेछ। त्यसपछि गएर हाम्रो चन्द्रबहादुर आदरणीय चाहिँ व्यक्तित्व आदरणीय दाजु चन्द्रबहादुर काउचा, त्यसपछि गएर आदरणीय दाजु मेजर बलबहादुर काउचाको नेतृत्वमा हामीले चाहिँ नि भन्नु पर्यो त्यो सिल्भर केको चाहिँ नि ढोका लगाउँ भनेर हामीसँग पैसा थिएन कोषमा। त्यसपछि गएर उहाँको नेतृत्वमा होइन चाहिँ यो काम भन्ने कुरा चाहिँ अझमरी गरिदिनुपर्छ भनेपछि सालको काठ लिएर ढोका 58,000 कुछ पैसाको छ क्या हो ढुवानी लगायत है 58,000 ढुवानी लगायत त्यो चाहिँ नि आएको छ। हजुर हामी चाहिँ नि अग्रज क्याप्टेन साहब चन्द्रबहादुर यहाँको चाहिँ नि अध्यक्ष दाइदेखि लिएर बुद्धिजीवीहरूसँग बुढापाकाहरूसँग खास गरिकन हिजो पनि अस्ति पनि बसेर सल्लाह गऱ्यौँ। सल्लाह गर्ने बेलामा के भन्नुभएको छ भन्दाखेरि उहाँले यो घन्टी र यो चाहिँ ढोकाको गरेर 1 लाख कति अनुसार 1,58,000 समथिङ मानौँ है 1,63,000 समथिङ आएको छ हिसाब किताबमा। तर के भन्ने सल्लाह गरेको छौँ भन्दाखेरि यो घन्टी यो चाहिँ नि भन्नु पर्यो ढोकामा मेरो पनि 1 रुपियाँ परेको छ भनिकन कोही करकाबी हुने छैन हजुरहरूलाई।
तपाईहरुले आफ्नै यो कुलको नाम सम्झेर जति यथाशक्ति जति 1 रुपैयाँ 2 रुपैयाँ 5 रुपैयाँ 10 रुपैयाँ दिनुहुनेछ। त्यसपछि गएर आजै त्यो चाहिँ नि कापी कलममा त्यो चाहिँ काफीमा लेखिने छैन। तपाईहरुमा गोजाँच 100 छ भने 100, 500 छ भने 500, 1000 छ भने 1000, त्यो चाहिँ नि मेरो कुलनथानको लागि, यो घन्टीको लागि, यो ढोकाको लागि भनेर तपाईहरुले बुझ्नुहुनेछ। त्यसपछि गएर यो बढी भएको रकम यहाँ रकम छ। हामीसम्म गत सालको चाहिँ रिम्बालु काउचाबाट चाहिँ हाम्रो युके हुनुहुन्छ समाजसेवी व्यक्तित्व 50,000, रामप्रसाद काउचा चाहिँ हाम्रो चाहिँ आदरणीय अब चाहिँ विरुद्ध पनि हुनुभएको छ बिचरा, समाजसेवी पनि हुनुहुन्छ। रामप्रसाद काउचाबाट 45,000 आइसकेको छ। जोन बलबहादुर काउचाको नाति जोन काउचाबाट 15,000 छ। र चाहिँ हामीसँग चाहिँ नि भन्नु पर्यो अहिले त्यो जम्मा गर्ने बेलामा पुरानो रकम 1,09,304 रुपियाँ देखिन्छ। त्यसैले गर्दाखेरि अब यही मानेमा तपाईहरुले पैसा आज चाहिँ नगद त्यो कागजमा म लेख्नु भोलि दिन्छु भन्ने कुरा कारण त्यो भएन भन्नुभएको छ दाजुहरूले। उडारो नगर यहाँ। त्यसपछि गएर बचेको रकम यहाँ हाम्रो जति पनि छोरानाती जन्मेछन् तल चाहिँ नि हाम्रो चाहिँ बिटो चित्रमा कोरिएको छ। बिटो चिटोले त्यसले पुगेन हाम्रो छोरानातीसम्मको नाम यहाँ चाहिँ नि सिमेन्टको चाहिँ वाल गरेर त्यसको ढलान गरेर त्यहाँ चाहिँ तपाईँको एउटा ठुलो बुट्टा बनाएर चाहिँ हाम्रो नातिहरूले पलातीहरूले यहाँ आएर कुलनथानमा हाम्रो पनि नाम रहेछ भन्ने त्यो अनुभूति गरून् भनेर चाहिँ हामी त्यसरी चाहिँ यही वर्षभित्र बनाउने प्रतिबद्धताका साथ अब चाहिँ नि भन्दा मेरो कुरा यही राख्छु। बाँकी चाहिँ आदरणीय व्यक्तित्व क्याप्टेन खड्क सिंह हुनुहुन्छ अब उहाँबाट र आदरणीय दाजु चन्द्रबहादुर काउचा पनि हुनुहुन्छ साथै समाजसेवी व्यक्तित्व। यो भर्खरको लागि 1 मिनट क्याप्टेन समाजसेवी अग्रज व्यक्तित्व खड्क सिंह काउचालाई आफ्नो 1 मिनट केही भनाइ राखिदिनुहोस् अनुरोध गर्छु। धन्यवाद। धन्यवाद। उपस्थित हुनुभएको यहाँ आमा बुबा सबै दाजुभाइ दिदी बहिनी नाता नातिनीहरू को छौ दियोस्। तपाईँहरूलाई पनि हाम्रो कुलदेवताले आशीर्वाद दिउन्। मैले खास के भन्छु भने यो 2070 साल हाम्रो राइली बजे बेच्दाखेरिको कुरा तल पैँहरूको जरामा बसेर त्यो क्रिया उसलाई कुट्दाखेरि आएको थियौँ। त्यतिखेर मैले चाहिँ निकालेको कुराले गर्दाखेरि यहाँ हामी दाजुभाइले जति सक्छौँ 1,000 कति भनेर सकिने धेरै पनि भनेर हामीले त्यो उठायौँ। त्यो पैसा उठाउँदा हामी कति 44-45 घर अहिले गएको छ है। म त्यो पैसा मैले कसो गर्छु भने अहिले झन्डै तपाईँको 3,54,000 हो। क्या 3,54,000 पैसा उठेको त छैन, बाहिर गएर चाहिँ क्या भन्नु मतलब त्यति जम्मा भएको रहेछ। र 3,54,000 मध्येमा अघि यहाँ हाम्रो छमसरले निकाल्नु भयो कि ढोका यो घन्टी त्यसको लागि त्यो कोषबाट मैले 1 लाख त्यहाँबाटै आउँछ यहाँ 1 लाख यसलाई मद्दत दिन्छ। र बाँकी जस्तै अघि कुरा गर्नु भने अघि नै हाम्रो खुसीले कति दिन्छौँ 1,000 2,000 पुगे 101 रुपियाँ दिएर जति दिनुहोस् त्यही जम्मा गरेर यो जुन चाहिँ हाम्रो 60 त्यसमा पुरा गर्ने बाँकी रहेको उहाँ के अरे काकाले भने जस्तै के बनाउने नपुगेकोमा थप्ने त पैसा भन्ने कुरा भएको छ। गर्दाखेरि अहिले हाम्रोमा त्यो ब्याजले के ब्याज मैले पहिला 2 खान्थेँ भने म आएर फेरि 18 बनाएँ। अहिले मै आछु लौ 10 बनाइदेऊ भनेछु मैले। 1 लाख लान्थ्यो भने 12,000 देऊ है। ठिक छ मन्जुर छ कि छैन तिमीहरू होइन। र अहिले अर्को नयाँ हाम्रो देवबाजुको छोरा नाम के हो अरे दिनेश होइन उहाँ छुट्टिनु भएको रहेछ। उहाँको नाम पनि यहाँ जोडिन्छ। हामी कुर अब 45 भयो हाम्रो टेपडुङ्गा भाउजूको नाम काटेर हामी 45 जना भइयो। त्यस कारणले भाग 45 जना हुनु पर्यो। अनि देवबाजु बुहारी आउनु भएको छैन आयो भने 1,000 त अनिवार्य चाहिँ हाम्रो यहाँ लिखितमै छ। 1,000 चाहिँ आउनै पर्छ है। त्यो हजुरले याद गर्नु होला मैले भेटेन भने पनि। त्यसको लागि यही मैले भन्न चाहन्छु 1 लाख अर्को कोषबाट आएर मलाई दिएको छ र अरू बाँकी दिने मैले पनि अलिक दिन्छु अलिकति। त्यस्तै चाहिँ गर्नुभयो भने हरेक राम्रो मद्दत हुनेछ भन्ने यही कुरा म भन्न चाहेँ। धन्यवाद। अब बाजेर एक दुई कुरा छ कि के लगाएको ठिकै छ। यो कुण्डन पूजाको सिलसिलामा जब यहाँ अग्रज छम्बुम भाइले कुरा राख्नुभयो या केपी साहबले कुरा राख्नुभयो कसैले पनि स्पष्ट बुझ्नु भएको छैन भने
अहिले नै स्पष्ट रूपले अथवा यो कसो हो भनेर क्वेसन राम्रोसँग अहिले नै राख्नुहोस्। मैले के भन्छु भने जुन चाहिँ 1,60,000 को गन्ती आयो, यत्रो समथिङ 61,000 ढुवानीसँग लगाएर के ढोका आयो, हाम्रो कहाँबाट त्यो कृष्णले हालेको जसले हालेको भए पनि पुरानो हाम्रो 3 लाख समथिङ पुगेको रहेछ कोष। त्यो कोषबाट 1 लाख खड्ग सिंहले चाहिँ भन्नुभयो त्यहाँ हालिदिने त्यो कोषबाट के, अनि समथिङ 50,000 कता इन्डुले होइन म युकेबाट चाहिँ के भन्नु पठाएर चाहिँ त्यो पनि त्यहाँ प्लस गर्ने। र अर्को चाहिँ भन्नुभयो हाम्रो पखेरे ठुल्केटाले दिन्छु भन्नुभएको बिचरा दिनुभएको थिएन, आज चाहिँ पुरा दिनुभएको छ। गर्दाखेरि त्यो कति हुन्छ मैले हिसाबमा चाहिँ छ, लगभग त्यसलाई पनि पुग्छ। तर बाबैको मैले कसो गरेँ भनेर तिमीलाई कर लागि जबरजस्ती गर्नुपर्छ यति तिर भन्दिन्न। तपाईँहरूको खुसीले 2,000 4,000 5,000 इच्छा भएकोले 10,000 हाल्नुहोस्, त्यो चाहिँ हाम्रो खुलकै लागि हो, कर छैन। तर त्यो आजको हिसाब किताब आजै क्लियर हुनुपर्छ भनेर मैले यहाँ किटकिट गरिरहेको थिएँ 2-3 दिन पहिलाबाट। त्यही कारणले कसैले पनि एनी डाउट त्यस्तो शङ्का लाग्छ भने होइन यो गरे कसो होला भनेर सोध्नुहोस् है, र नभए आज क्लियर गरेर सबै हाम्रो यो हिसाब किताब यतिमा टुङ्गिनेछ। अब यो पुरानो हिसाब किताब क्लियर, अब नयाँ आउनेलाई कोहीले पुरानो यसो गरौँ कि भन्ने गुनासो केही छ भने अब नयाँ समिति बनाएर अझ राम्रो डिटेल्लीसँग आम्दानी यति, खर्च यति, कैफियतमा बाँकी यति तरिकाले हिसाब राख्न सक्नुहुनेछ। कोही पनि त्यसरी कसैको त्यस्तो छ भने ल ठक्क भन्नु ल। एक मैले ल्याएको छु है हजुर, ल ल यतिमै टुङ्गाम र पूजातिर अब ठकठुक पूजातिर